ल गाइज आज चाहिँ हामी नुवाकोट सूर्यगढीको लागि हिँड्दै ज्याङ्गो सर रेडी हो हामी नुवाकोट कट्यो होइन अब हामी फलाटी पुग्नु लाग्यो है त्यसपछि अनि हामी त्यहाँ यसो पानी सानी किनेर सूर्यगढी जान्छौँ है आज सूर्यगढीमा V60 कफी बनाएर खान्छ है आज टक्क लाएर ल ल ल ल ल ल ज्याङ्गो ल डन खोलाको मोड हावासँगै छायाले ढाक्यो फेरि घम लाग्यो पाखाको बाटो सपना झै लामो यही हो शान्ति खोलाको मोड हावासँगै छायाले ढाक्यो फेरि घम लाग्यो आँखाको बाटो सपना झै लामो यही हो शान्ति खोलाको मोड हावासँगै छायाले ढाक्यो फेरि घम लाग्यो पाखाको बाटो सपना झै लामो यही हो शान्ति यहाँ पानीहरू दिनुको लागि होइन माथि लाग्नुपर्ने है उता माथि चोकते बजारतिर नलाएर हामी यतापट्टिबाट अब सूर्यगढी जाँदैछौँ है सबैलाई पानी सानी किनेर अलिकति अफरोड छ है खासै चाहिँ छैन रे बल्ल उति हुँदैछ माथिको डाँडा जस्तो छ है डनिमा सूर्यगढी आइपुग्यो होइन त हामी सूर्यगढी चाहिँ आइपुग्यो त्यहाँ अरू स्टेप त्यहाँ स्टेप छ बाइक यति हो योभन्दा माथि जाँदैन है कि स्टेपमा पनि चढाइदिने हो नचढाइदियो है आजलाई यति गरौँ अब हामी माथि जान्छौँ एकछिन सूर्यगढी घुम्छौँ देखाइदिएन यसो हाम्रो ए भ्युज त जिल्ला। बब्बाल चाहिँ बब्बाल माथिबाट देखाइदिन्छु ल निमा ल के भन्ने हो कि के छ खजानाहरू के छ ब्याग प्याकमा सागा बोकेर है कफीको भाडा बोकेर अब हामी सूर्यगढीतिर लाग्यो यसो ल यो उकालो चाहिँ अब हल्का नर्मल ट्रेक हुने भयो होइन हेर पनि बाइक ओह्रालो दिन्छ यहाँबाट अहिले जाँदाखेरि चाहिँ ट्राई गर्नुपर्छ है ओह्रालो दिने ल बागेश्वरी मन्दिर ऐतिहासिकै बागेश्वरी मन्दिर 1849 मा रे ओहो ओहो ओ टक्क लाएर त्यही त तिब्बत भ्यू यस्तो छ है टक्क लाएर अब चाहिँ हामी सूर्यगढीको स्टेप अझै पनि चढ्दैछौँ सकिया छैन हाम्रो बारिस त आउँदैछ यहाँबाट त भ्यू दामी देख्दो रहेछ है ओहो
A few moments later. हामी अझै डाँडा चढ्दैछौँ है। टाढा चढ्ने क्रम सकिया छैन, ठाडै कलो छ। यो चाहिँ अलिकति त्यो है पिच के अरे बनाएर ठुलो है। 1 hour later. के हो जति चढे नि आइपुग्दैन थियो। के हो सुरु गर्दा आम्मामा ओहो 7वटा त उकालै चढ्यो होला यस्तो थाट। त्यही भने हिँड्दा हिँड्दा थाक्यो। बल्ल बल्ल चाहिँ पुग्ला सूर्यगढी मेन फोर्ट। हो है अझै यत्रो उक्लिनु पर्ने छ। हो 15-20 मिनट त हिँड्यो होला। ओहो यति हो। अब आइपुग्यो ऐतिहासिक सूर्यगढी फोर्टमा आइपुगेको छ है हामी। ल ठन्डा चाहिँ चेन्ज गर्ने बेला भएछ। यस्तो चाहिँ एउटा भ्यू टक्क लाएर सूर्यगढी बाबु बालिका तादी उतातिर पिपलटार त्रिशुली कोलोनी है त रसुवा। हामीलाई चाहिँ आगो बाल्न धेरै गाह्रो पर्यो। बल्ल तल्ल बल्यो है। हाम्रो पानी तात्दैछ। हामी B60 कफी बनाएर खान्छ आज पनि सूर्यगढीमा टक्क लाएर। यस्तो छ सूर्यगढी भ्यू। ल टक्क लाएर हाम्रो B60 को लागि पानी तात्दैछ। कति डिग्रीमा पानी त 90 अब 100 डिग्री हो नि पानी तात्थिने। भगभग उम्लिनु पर्न म। हाम्रो ज्याङ्गो बारिस्ताले चाहिँ B60 कफी ग्राइन्ड गर्दैछ। अब हामी कफी ग्राइन्ड गर्दैछौँ है। टक्क लाएर 16 ग्राम लिएर है। टक्क आज हाम्रो कोस्टा कफी नै हो। हिमालय कफी खोज्न गएको त्यहाँ के अरे कफी पसलमा भेटाएन आज है। नगरमा छैन रहेछ। अब हामी भोलि काठमाडौँ आउँदैछौँ। काठमाडौँमा गएर किन्छौँ हामी है बारीको कफी। आजलाई चाहिँ कोस्टा कफी। B60 कफीको लागि चाहिँ पुरा ज्याङ्गोले हार्डवर्क गर्दैछ यहाँ पानी उमाल्नको लागि। नापी 90 डिग्री एबोभमा बोइल गर्दैछ। टुल्सहरू यहाँ रेडी छ हैन। ज्याङ्गो के भइरहेछ? पानी कति डिग्री भयो? बल्दैछ अरे। ल यो चाहिँ सूर्यगढी। यो चाहिँ पुरा तिब्बत र नेपालको वार हुँदाखेरिको हिस्टोरिकल प्लेस। बवाल चाहिँ यहाँबाट पुरै चारैतिर यो के अरे यता बटार नुवाकोट त्रिशुली पिपलटार देवीघाट सब देख्ने यहाँबाट। यतापट्टि साइड चाहिँ रसुवा जिल्ला। दुईवटा जिल्ला ट्याक्क देख्ने हेर्न मिल्ने रहेछ यहाँबाट। कसलाई फुर्सद छ सब आयो भने चाहिँ बोल्न खोइ त नेमा ज्याङ्गोले फिल्टर रेडी गरिदिएछ हैन। फिल्टर कफी हो छोरा। यसलाई चाहिँ फिल्टर भन्छ है। वाल छ ल हाल्यो ट्राई गरेँ ल।
फाल्यो 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 फस्टाइ चढाऊ वा ल फ्रिट गऱ्यो ल पुरै रिङ्गे होइन ल राख अब यो पानी फाल्ने हो खिचिरह म त खिचिरहेको छु नि त हो फ्रिट ओके ल राख्यो फिल्टर रेडी छ होइन फिल्टर हालिदियो अहिले माथिबाट ख्वाप्प वा ल फ्रिट फेरि फ्रिट फिल्टर क्लिन गर्नु पऱ्यो नि त नि अब ल सब रिङ्गे एट्याच गर्नु पऱ्यो नि त ल रिङ बिस्तारै स्लो मोसनमा है स्लो मोसनमा ज्याङ्गोले बनाइरहेछ कफी पाउडर रेडी छ होइन हाम्रो ग्राइन्ड ल त्यसलाई फ्याल पर्न तलकोलाई फाल्ने वा यो त प्रो भइसक्यो नि वा 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 कफी कस्तो छ कफी खोइ बिन्स रेडी छ नि ओ सुङ्ट ल कस्तो के प्लम्स पिच एप्रिकोट यो अलिकति एप्रिकोट के चक्लेटी नटी स्मुथ एप्रिकोट चक्लेटी हल्का कडा छ यहाँ हाल्ने नि त माथिबाट ट्याक हालिदियो सर्र हाल्नु पऱ्यो नि त यस्तो सर्र हाल्नु पुरै हाल्यो ओ ल लेबल गर लेबल त्यसलाई रे उठाएर के त्यसलाई कफी लेबल गर ओके ल सही छ ल लेबलमा छ ल बिचबाट स्लो पोरिङ है स्लोली स्मुथ अलि तलबाट हो हाम्रो पहिलो पोरो यति भए पुग्छ होला है 30 सेकेन्ड ल 30 सेकेन्ड भयो होइन पखाइ स्मुथली बिचमा ल स्टप 30 सेकेन्ड वेट क्यान पोर 150 ml है टाइमिङ चाहिँ तैँले एमएल चाहिँ तैँले देखिरहेछ है ल सेकेन्ड पोर 150 नभए 170 ml है स्मुथली पोर हानिरहेछ निमाले ठ्याक्क 170 मा रोक है देखिराख मैले देखिरहेको छु नि त रोक भन्छु नि रोक है हाम्रो बारिस्ता गुरुले सिकाउँदैछ है ल स्टप 170 हाम्रो कफी खाएर सकिएको छ अब चाहिँ अब लाग्नु पर्छ है टक्क लाएर आगोमा पानी सानी हालेर निभाएर हामी जान्छौँ ओ सूर्यगढीबाट अब हामी बिदाई लिँदैछौँ चाहिँ हामी फर्किँदैछौँ कफी सफी खाएर सूर्यगढीबाट टक्क लाएर यस्तो छ भ्यू अब हामी पुग्न लाग्यो बाइक रोकेको ठाउँतिर टक्क लाएर सूर्यगढी ठिक छ काठमाडौँ नजिक क्याम्पिङ गर्नलाई पनि सही है खासै मान्छे नआउने सुनसान हाम्रो आइपुग्यो ल ठिक छ अब हाम्रो नेक्स्ट टार्गेट चाहिँ बागकोर है अब नेक्स्ट विक हाम्रो सेतो घोडा आइपुग्यो अब हामी फर्किन्छौँ ल अब हामी फर्किन लागेको फर्किँदाखेरि चाहिँ यो गेरकुटार हुँदै फर्किँदा चाहिँ झन् रमाइलो रहेछ बाटो पनि सही छ है निमा बाल छ ल गाइस भेटौँला फेरि भेटौँला होइन खोलाको मोड हावासँगै छायाले धाक्यो फेरि घम लाग्यो पाखाको बाटो सपना झै लामो यही हो शान्ति